यता आउनु यो माछ चरा खाने होइन म पानी जहिराको दर्शन हजुर होइन न म निस्किन्छ होला खानु खान्छ होला दुई मिनट घरै पालेको बङ्गहरू यो हजुर घरकै हो खरानी बेसेर होइन आम्दानी नभएपछि बिहेर थाहा पाइयो खानपिन केही मारेको छैन आजमा कलर लाउँछ अब सबले बोल्नु पाइन्छ नमस्ते मलाई पिस पारेर देखिदियो मासु मासु पिस पारेर दियो नि यहाँ रङ लाग्नु लाग्छ अलिअलि पार्दैछु कि त्यहाँ मैले बुढोको सर्भे बिगार्दै ए हो नमस्कार हजुर ठुलो अनि सानो बजार्ने होला होला 50 हामी हो 40 टके मोटो छैन भने महिनाको 4 धान पर्छ के बाबा यति राम्रो पर्छ क्या जब जाडो लागेपछि त कक्रो के भयो के भयो झाडाले मजाको बस भयो तान्न सकिन्छ रे ब्रो आफ्नो त पानी पानी होइन र सफाइ गरियो बिग्रियो अहिले त भयो 2 वर्ष जति भयो बिग्रियो त्यति भएन अहिले हुन्थ्यो के चढाइ ओ हातमाले भयो हातमाले है ठुलै उठे जानु अब तान्नु है अब तान्यो यी अब तान्यो है काट्नु खुकुरी राख्दिनु काट्नु न खुकुरीले अलिकति के छ भन्छ यो तार बिग्छ खकी लाग्छ कि कता हानेको हात अलि सोझ्याउनु पर्ने भएर घर पनि छोड्यो गयो सकिन्छ उठाउन निकाल्नु पर्यो
दाइ हो त्यो जति यहाँ हाल्दिनु त्यसमा यहाँ छुट्टिएर यो खुकुरले चाहिँ हड्डीसटी हान्दिन अरे कसको कुकुर यो हान्ने खालको ठिकै छ त्यो ढाक्ला यस्तो अरे भन्न टाउको मामा टाउको राम्रै होला नि Mainnya mah kata banyak. Namanya. Oh, biar lain loh ni. Nanti deh sana ni baik. Kalau mau TV, kita rekam. Ada orang jatuh ada semua tu kan. Hah? Kita dengan kota lagi ni cakap dah. Mana cara lagi? और ये दुनिया में कौन सा निकालेगा कान निकालिदिनु पर्यो पहिला मजाले निकाल निक्लेको जान्छ हामी त हात यसमा यहाँ आएर ए हो बिसाको होला बार्बिङ पनि राखिदिनु यहाँ चाहिएको भाइ बार्बिङ चाहिएको छोडी है ल बल्ल तिरेर त्यसलाई छोडिदिनु ननिकाले पनि भयो अब भयो यहाँ नछुने हो त्यो यो लानै न त्यो लैजाऊ भनेको त्यही भएर यो छोडिदिनु ल के राख्नु हजुर सानो पुन्टे फेरि बोकेर हिँड्न सजिलो है राम्रो पनि केटा रहेछ टन्ने कटिङ राम्रो भइरहेछ भाइ कुकुवाको लागि यहाँ सामग्रीहरू छ वा जिमला दाउराको भएको तिमीमा अर्कै के दाउरा त्यस्तोमा हालेर अनि कति राख्छ त्यस्ता
त्यहाँ उस गरेको रातो भयो पानी खै कान्छी मैले हात दुखाएर तपाईहरु गुवासियामा पर्नुभयो हजुर हामी गुवासिया परियो रासेर वाक्से उता छ क्या कति रोटी भएर अहिले भ्याइभ्याएको 3 पाथीको के अरे 3 पाथीको के भएको चन्द्र हेर त तल टाँसेर यस्तै डढेको जाउँ जाउँ एकखेर भाउजूले दिएको रोटी कति हुन्छ भन्नु होला भर्खर भर्खर बोलेको हिजोको पनि छ भन्थे त कति छ त्यो चेक गरेर हिजोको पनि छ अरे के खाए क्या रे हिँडिहाल्नु भयो दाइ उतै जानु भयो सानो भयो त त्यो त हाम्रो यहाँ कसो खाने अन्त खाबौँ न त्यति ठुलो भयो त्यति सानो भयो नि त साह्रै अचानक तान्नेला फेरि क्यामेराले क्यामेरा नि यतै मिसियो ल फेरि ओके है क्यामेरा आएछ फेरि हातमा हान्नु होला यताबाट हाल्नु पर्यो ए ठुला आउनु हो यतै न जन्ती पहिला हिँडेकै जाँदै छ कसैलाई होला पुसै सबैलाई होइन सबैलाई त होइन के कसैलाई छ पैसा गएको मात्रै भएन रोटी के अब दुईटाले हाने कति टोको चाहिन्छ रोटी यो त्यही अनुमान गर्नलाई यो अहिले पाहुनालाई खुवाउन नै हो नि भोजन होइन यहाँ 3टा रोटी हाल्नु
दाइले यस्तो हालेछ यो केको लागि रोस्टको लागि हो होइन सर तरकारी हो हजुर भुट्टा ओहो यहाँ पण्डित बाजेले एकदम स्पेशल शुद्ध के बनाउँदै हो पण्डित बाजेले यहाँ खसीको आन्द्रा बुढी भुटुवा बन्दैछ यहाँ होइन हजुर के बन्दैछ यहाँ यो खै डाइमन्ड बनाइदियो भन्छ चिकन डायमन्ड जति यहाँ बन्दैछ भुट्टा बनाउने यसमा हजुर भुट्टा लाग्यो नि दाइ मङ्गुरको भुट्टासँग सेलरोटी है त मिठो कस्तो दामी भएछ सुँगुरको खाइदिउँ सेलरोटी पुरा ट्याक्क दामी हुन्छ सर चुवाक 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 यो फेरि के हो खसीको भुटुवा खसीको भुट्टा चाहिँ खसीको भुट्टा नि आएको छ है कुट गरेर सब बनाएर पाकेपछि खाइ पनि सक्नुभयो ल तपाईँले काम गर्ने दुःख गरेको मान्छेहरू खाँदै हुनुहुन्छ खाँदैछौँ कस्तो भएछ आफैले काटेको मासु एकदम राम्रो भयो एकदम राम्रो एकदम मिठो भएछ राम्रो भएछ मासुसँग के खाँदै हुनुहुन्छ ए रम रम पनि खाँदै हुनुहुन्छ मासुमा चाहिँ पुरै रम फाल्नुपर्छ नि फेरि मासुको त होइन मासुको छालामा त रम छैन गिलासमा मात्रै छ रम गिलासमा मात्रै छ रम तपाईँले एक पिस मात्रै खानुभयो मैले सकिसकेको यो चाहिँ भोलिलाई अब लास्टमा ए लास्टमा त्यो सुन्यो लास्टको शीतलमा अनि तपाईँले चाहिँ भात खाइसक्नुभयो यति भात लिएर ल यता चाहिँ बारा बनाउने कार्यक्रम हुँदैछ यहाँ भोलि यति धेरै बारा बनिसक्यो हजुर चाहिँ बारा बनाइ हुनुहुन्छ अघि नै रोटी बनाउने नि हजुर नै होइन रोटी बनाएर सकेर फेरि बारातिर है यता बारा बन्दैछ उतातिर जाउँ हेर्न हजुर यता के बन्दैछ हजुर पनि रोटी बनाएको बनाइ हुनुहुन्छ होइन कति राम्रो उता पनि बिहानदेखिबाट धेरै रोटीहरू बन्दैछ यता यताको सबै सिद्धिन लाग्यो त्यति धेरै पिठो थियो है कति राम्रो बनाउनु है कति राम्रो खै देखाउनु त राम्रो बनाउनु
यता छन् दुईटा हैन कति धेरै नै बनाइसक्नु भयो हजुर के अरे भाउजू त्यो सुक्खा राख्ने होइन बनाएर यता फेरि रक्षा बन्नको लागि प्याज फ्राई हुन्छ यो त ग्वास्या हो यो वाक्स्या नि रहेछ दाल बन्दैछ यो अगाडिपट्टि पोखरी छ है पोखरीमा माछा पनि छ ठुलो ठुलो हामी माछा हेर्छौँ बाबु खोइ तिम्रो मासु खोइ मासु खोइ पेटभित्र गइसक्यो किन लगाएको मासु ती मासु हाल्नु खान्छ मासु किन नबलेको मासु हाल्नु तिमीले खै तिम्रो कति थोरै मासु खाएर सिधै दुई एपल खाएर सिधाइसक्यो सबभन्दा धेरै तिम्रो रहेछ मासु है नबोल्ने मान्छे खोइ पेटमा भएको मासु दिउँ तिमी कुखुरा मात्रै खान्छ कुखुराको यस्तो भनेको होइन यस्तै अझै हाल्दिम झोल दिनु यसको झोलै छैन यसको त यस्तो भात राख्दो रहेछ मासु मात्रै सबै खाइहाल्दो रहेछ अनि खोइ मासु भने नबोलिकन बस्दो रहेछ होइन यस्तो बाटो मान्छे कि यता हेर त सबै मासु पहिला खाइदिने नि भात राख्ने बाठो अनि नबोल्ने मासु खाएर नबोलिकन बस्ने ल ल दुई दिनको खाएको है फेरि दुई तिनटा दुई दिनको बल्ल हजुर हिजोको 2 दिन चाहिँ खानु भएको थिएन हजुर कस्तो बच्चा बङ्गुरको मासु एकदम मिठो वाक्स्या मिठो कि रासे वाक्स्या मिठो नि होइन वाक्स्या खानेलाई त सबै वाक्स्या नै मिठो उसमा नि बस्ने त्यो जो आफ्नो बिजनेस बुझाउनु छैन त्यो ढुङ्गा बस्यो भने साह्रै निर्मललाई कुखुराको खुट्टा है कस्तो छ मिठो हुन्छ मनपर्छ तपाईँलाई खुट्टा कसै कसैलाई खुट्टा बेसी मनपर्छ नि है ओ यस्तो डायबिटिस गायो भाइले है ठिक छ गाउँघरको रमाइलो भोज भनेको यस्तो हुन्छ मजाले खाइएको छैन यो कस्तो कस्तो बच्चा खुट्टा एकदम आफै हो बनाउनु त होइन आफै कसेको के ल ठिक छ खुट्टा एकदम दामी
हजुर छ बङ्गलको त हेर नि त भात हो क्या दिएको भात हुन्छ दिनु मात्रै पाएन भात भइहाल्छ